नमस्ते, म मनोज उपाध्याय। सधैँझै फरक फरक विषयलाई समेट्ने प्रयास हुन्छ हाम्रो कार्यक्रम द मिसनमा। हामी युनिभर्सिटीमा अध्ययन गर्दा गर्दै हाम्रो धेरै साथीहरूसँग भेटघाट हुन्छ। त्यो क्रममा हाम्रो एउटा नयाँ साथी भेटिनु भयो। हामी सबै नेपाली हो, नेपाली भन्दा मन मिलिहाल्छ, कुराकानी मिलिहाल्छ। अनि युवाहरूको देशप्रति कतिको माया छ यो कुरा पनि जान्न चाहे कि मैले, त्यसैले भलाकुसारी टाइपको कुराकानी गरौँ उहाँसँग भनेर निर्णय गरेँ। म उहाँलाई स्वागत गर्छु नि त। नमस्कार। नमस्कार मनोजी। नमस्कार सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, प्यारा नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवा सबैलाई नमस्कार छ। युनिभर्सिटीकै प्राङ्गणबाट द मिसन कार्यक्रममा चाहिँ आज म आउन सफल भएको छु। मलाई यहाँ ल्याउनु हुने मेरो आदरणीय साथी मित्र हैन मनोज उपाध्यायजीलाई चाहिँ एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद हजुरलाई नि। हजुरको नाम भनिदिनुहोस् न। मेरो नाम सुरेन्द्र खड्का। नेपाल कताबाट तपाईँ? नेपाल सिन्धुली दिगल नगरपालिका। हामी नेपालीहरू धेरै छौँ यहाँ हजुर विदेशमा। अनि नेपालको माया असाध्यै हुन्छ क्या। तपाईँलाई चाहिँ कतिको भयो यहाँ आएपछि बढी नेपालको माया लाग्यो कि यस्तै हो भन्ने टाइपको भयो? अब सुरुमा चाहिँ के भन्न चाहे भन्दाखेरि भगवान रामले भनेको कुरा याद आयो। जननी जन्मभूमिश्च स्वर्गदपि गरिएसी भन्ने एउटा श्लोक छ हाम्रो हैन। आफू जन्मेको ठाउँ, आफ्नो जन्मघर स्वर्गभन्दा प्यारो हुन्छ हैन। छोड्न त कल्पनामा पनि त्यो सोच्न नसकिने कुरा हो, त्यो असम्भव कुरा हो। तर एउटा ठुला महान व्यक्तिले के भनेथे भन्दाखेरि घर चिन्नलाई घर छोड तर घर नबिर्सी भनेको थिए। यही कुरा नै मैले अहिले चाहिँ म जस्तै तपाईले पनि हामी सबैले यही नै अपनाइरहेको छौँ जस्तो मलाई लाग्छ। हाम्रो महाकवि लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको एकदम राम्रो। हामीले घर चाहिँ छोड्नु पर्छ अनि मात्र घर चिनिन्छ क्या खासमा चाहिँ हैन। उहाँको यो नै हो नि त। तर हामी घर छोडेर बिर्सिरहेको हुन्छौँ क्या धेरै। यो चाहिँ गलत हो। अनि तपाईँले कति देख्नुभयो यहाँ नेपालीहरू जसले घर छोडे घर बिर्सिदिए? यस्तो कहीँ पाउनुभयो तपाईँले यहाँ? घर बिर्सिने दुई व्यक्ति हुन्छन्, एउटा पागल एउटा अघोरी हुन्छन्। विदेशी भूमिमा लगभग अवसर सँगसँगै मान्छेहरू यतिसम्म भुलक्कड हुन्छन् कि उनीहरूले आफ्नो जन्मभूमि नै बिर्सिन्छन् क्या। पैसाको पछाडि यति कुद्छन् हैन। आफ्नो जन्मभूमि बिर्सिने हैन। आफू चाहिँ है म यहाँको पिआर हुँ भन्दाखेरि चाहिँ गर्व गर्नुपर्ने विषय म कहीँ पनि देख्दिनँ हैन। आफू नेपाली हुँ भन्दामा मलाई जति गर्व लाग्छ हैन। त्यो गर्वको कुरालाई आफूले कसरी बेच्न सकिन्छ यार, कसरी बिर्सिन सकिन्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। त्यो देख्नु पनि नपरोस् र अहिलेसम्म देखेको पनि छुइनँ, मैले चाहिँ भेटेको छुइनँ। र यदि कहिले मैले देखेको छु हाम्रो चाहिँ संयोगले भेट भएछ भने म उहाँहरूलाई सोध्नेछु अवश्य पनि तपाईँहरूलाई कस्तो महसुस हुन्छ घर छोडेर घर बिर्सेर भनेर। पक्कै पनि यो कुरा चाहिँ देश छोड्ने बेलामा चाहिँ हाम्रो कुनै कारण हुन्छ क्या हैन। रोजगारी नहोला, हामीले सेवा सुविधाहरू जुन हिसाबमा हामीले पाउनुपर्ने थियो त्यो देशमा नपाउँदा, परिवारलाई सुख दिन खुसी दिन देशमै बसेर नसक्दा त्यो दिन भनेर हामी आउँछौँ, परदेशिएका हुन्छौँ होइन। तर परदेशमा आएर त्यो त ठिकै छ, तर देशै बिर्सिने, भाषा संस्कृति संस्कार नै बिर्सिने यो एउटा विकृति टाइपको भइरहेको छ। तपाईँ कसरी हेर्नुहुन्छ उहाँहरूको यो चाहिँ नराम्रो नै लाग्छ मलाई एकदमै। यो चाहिँ राष्ट्रघाती नै लाग्छ मलाई हैन। यसरी चाहिँ हाम्रो स्वाधीनता नै मासिँदै जान्छ कि जस्तो लाग्छ मलाई। यो हुनुहुन्न हैन। मन कटक्क खाने क्या, कसरी सक्छन् होला र यो गर्नु पनि हुन्न जस्तो लाग्छ मलाई। सही कुरा गर्नु। अब हामीले यो कुरा गरिरहँदा राष्ट्रियता अनि मनभित्रको देशप्रतिको प्रेम यो सबै कुरा ल्याइरहँदा हाम्रो एउटा सम्झिनुपर्ने कुरा हामीले राष्ट्रको कुरा गरिरहेको छौँ, नेपाल र नेपालीत्वको कुरा गर्दैछौँ होइन। नेपालको चाहिँ अहिलेको राजनीतिक अवस्थालाई तपाईँले कसरी हेर्नुहुन्छ? कतिको क्लोज हुनुहुन्छ? निकै मिठो कुरा हो यो होइन। म त शिक्षाको विद्यार्थी, मलाई त्यति धेरै राजनीति त आउँदैन हजुर। म यो राजनीतिसँग प्रत्यक्ष रूपमा जोडिएको मान्छे पनि होइन। म होइन नै भन्छु, किनकि म कुनै उम्मेदवार होइन, म कुनै पार्टीको म सदस्य लिएको मान्छे पनि होइन। र एउटा स्वतन्त्र नेपालीको हिसाबले सोच्नु पर्दा चाहिँ राजनीतिले एक खालको तरङ्ग ल्याएको छ राष्ट्रमा। राजनीति भनेको चाहिँ एउटा राज्यको नीति जसले चाहिँ
सयौं हजारौं जनता पर्व संस्कृति इतिहास बोकेको हुन्छ नीतिले र त्यो नीति कस्तो नीति हो गलत हो कि सही हो यो चाहिँ मान्छेमा फरक पर्छ त्यो मान्छे गलत छ भने उसले गलत नीति बनाउँछ स्वार्थी मान्छे छ भने हेर्नु चाहिँ असल मान्छेले गलत नीति बनाउँदैन राम्रो नीति बनाउँछ बुझेको मान्छेले गलत नीति बनाउँदैन राम्रो नीति बनाउँछ बुझेको असल र यो नीति बनाउने मान्छे पर्यो भने चाहिँ राष्ट्र कहाँबाट कहाँ पुग्छ जसरी लिक्वानी उले बनाइदिए सिङ्गापुरलाई हैन यसरी बनाउन सकिन्छ तर हाम्रोमा चाहिँ के भयो भन्दाखेरि नीति मात्रै बेसी भयो कार्यान्वयनमा देखिएन र एकले अर्कालाई दोष मात्रै लाउने पालै पिलो प्रधानमन्त्री भन्ने खाने सरकार पालै पिलो एकअर्काको हुने आनन्द हुने हैन र तिनको विरोध गर्नेहरू जुन छन् तिनीहरूलाई चाहिँ च्याप च्याप समाउने पक्राउने जेल हाल्ने एउटा चाहिँ के कस्तो भन्दाखेरि पुरा तपाईको बकुल्लाको भिडमा तपाईको काग गयो भने कागको सभ्यतै हराउँछ रे के त्यहाँनेरि काग पनि बकुल्लै बन्नुपर्छ रे के त्यहाँनेरि नत्र त्यो बकुल्लाहरूले कागलाई त्यो रहनै दिँदैनन् त क्या कागको आफ्नो सभ्यता हराउने हो त्यसरी सभ्यता नै मासेर कसैमा मिसिनु पर्छ भने त्यो चाहिँ मलाई उचित लाग्दैन ठ्याक्कै यही भएको छ हाम्रो नेपालमा चाहिँ नीति नै नीतिहरू बसेर मिलेका छन् अनि यिनीहरू मिलिसकेका छन् अब यिनीहरूसँग हामी पनि मिलिदिनु पर्ने क्या कालोलाई कालै हो भन्नुपर्ने क्या उहाँहरूलाई हामीले राम्रै भनिदिनु पर्ने क्या उहाँहरूले चाहिँ सेतोलाई कालो भनिराख्नु भएको छ भने हामीले पनि त्यसलाई कालो नै भनिदिनु पर्ने यो खालको कुरा छ नेपालमा यो चाहिँ मलाई अलिकति स्वीकार्य पनि छैन हैन र यो चाहिँ हट्नुपर्छ जस्तो लाग्छ मलाई नेभी सङ्घ अनि के अरे क्रान्तिकारी के समथिङ के यस्तो छ नि उनीहरूको एउटा सिद्धान्त पनि हुन्छ उनीहरूले पढेको कुरालाई एउटा सिद्धान्तमा हिँडेको कुरालाई पनि माथिको आदेश आयो भने उनीहरूले चेन्ज गर्छन् क्या परिवर्तन गरिदिन्छन् आफू पनि परिवर्तन भइदिन्छन् अनि अर्को कुरा के हुन्छ भन्दाखेरि जो माथिबाट आदेश दिने मान्छे हुन्छ नि कसैको पाउ मलेर कसैको चाकडी गरेको भरमा उल्टा नेतृत्वमा पुगेको हुन्छ क्या त्यसले दिएको आदेश तलका त्यो भर्खर पलाउन लागेका पालुवा हैन खुलि नसकेका कोपिलाहरू त्यो आदेश मानेर आफ्नो सिद्धान्त आफ्नो शिक्षालाई दबाइरहेका छन् तपाईँ यो कुरालाई कसरी हेर्नुहुन्छ अब सरल भाषामा भन्नु पर्दाखेरि चाहिँ झोले भनेर चिन्छु म है यो झोलेहरूदेखि मलाई कुनै डर लिनु पनि छैन डर दिनु पनि छैन हैन यिनीहरूसँग मेरो के आरिस पनि छैन त्यो केही पनि छैन म सिधै भन्छु यो यताउता गुड बनाउने गुडबन्दी गर्ने पार्टीको चाहिँ हाम्रो छुट्टै संगठन छ के छ उ छ भन्ने यो सब नोनसेन्स हो सब नोनसेन्स हो मनोजी नोनसेन्स हो यो मैले नोनसेन्स भन्दै गर्दाखेरि गालीका कुराहरू पुरा वर्षा आउलान् हैन रिप भन्ने आउलान् आउँछ हैन यो मतलब छैन क्या यस्तै संगठन यस्तै गुडबन्दीले गरेर आज हामी यसरी यहाँ प्रदेशमा छौँ क्या यो संगठन यो गुडबन्दी नभएको भए देश कहाँबाट कहाँ पुग्थ्यो लु भन्नुहोस् त एक घर एक नेता जन्मिन्छ अहिले एक घर एक नेता जन्मिन्छ अनि कसरी चाहिँ अनि कसले कसको कुरा सुनोस् सबै तभन्दा म के कम भन्नेहरू छन् यहाँनिर होइन अब मलाई कोहीसँग फाइदा लिनु छ भने के अरे म त्यसको चाकडी गर्नै पर्छ भन्ने खालको अवस्था बनिसकेको छ नेपालमा एकदमै विषालु छ यो विकृति यसले डसेपछि नि यस्तो तपाईँलाई चार्ज हान्छ यो विषले यो गोमन सर्पको विष भन्दा पनि डेन्जर विष हो युवाको तर्फबाट के छ त्यस्तो सङ्गठनहरूलाई सजेसन दिने या त त्यो कुराहरूलाई अन्त्य गर्नुपर्छ भन्ने सम्बन्धित निकायलाई दिने मेसेज के छ तपाईँसँग अब मैले दिने मेसेज सम्बन्धित निकायसम्म पुग्ला नपुग्ला हैन मैले दिने मेसेज अब सम्बन्धित निकायले सुने पनि नसुने अनसुने जस्तो गरिदेलान् हैन तर म चाहिँ के भन्छु भन्दाखेरि यी खालका सङ्गठनहरूलाई चाहिँ बन्द गर्नुपर्छ विद्यार्थी विद्यालयमा पढ्नको लागि जान्छ राजनीति गर्नको लागि होइन र यो भन्दै गर्दाखेरि मैले कमरेड भन्ने शब्दलाई चाहिँ लत्याएको होइन कमरेड भन्ने शब्दलाई म मान्छु कमरेड भन्ने एकदमै राम्रो शब्द हो कमरेडको अर्थ चाहिँ हैन जसको बोल्ने कोही छैन त्यो बोलिदिने मान्छे कमरेड हो तर यो सङ्गठन बनाउने विद्यार्थीहरूलाई चाहिँ ल यसमा भोट हाल्नुपर्छ है भन्ने निर्वाचन गराउने ठ्याक्कै यो बुढा पारामा लिएर जाने क्या ब्यानरहरू समाउन लाउने हैन एक खालको चाहिँ यो मेरो हो भन्ने खालको बनाइहाल्ने त्यो कलिलो अवस्थादेखि नै क्या जब छिपिँदै जान्छ नि अनि मान्छेको मानसिकता चेन्ज हुँदैन क्या अनि जब मान्छेको मानसिकता चेन्ज हुँदैन नि तब भोट लिस्टमा त्यो छाप चेन्ज हुँदैन क्या अनि जब छाप चेन्ज हुँदैन तब राष्ट्रै चेन्ज हुँदैन त ठिक छ यो कुराहरू चाहिँ सम्बन्धित निकायले सुनिदिउन् होइन यो कुरा त बुझ्न सक्छ नि त उहाँहरूले होइन अनि
सुनिदिनु, मैले तपाईँको कुरा गरिरहँदा तपाईँ यहाँभन्दा पहिले कुन कलेजमा पढ्नुहुन्छ नेपालमा? नेपालमा म आकाशदीप माध्यमिक विद्यालयमा पढ्थेँ। हजुर। सँगै म पशुपति बहुमुखी क्याम्पस, त्यहाँ पनि मैले थोरै राजनीतिक ज्ञानहरू पनि लिन सकेँ होइन, किनकि सरकारी यो विद्यालयहरूमा चाहिँ यी कुराहरू छ्यापछ्याप्ती भेटिन्छन् हजुर, छ्यापछ्याप्ती भेटिन्छन्। अनि नाइ भन्न पनि नसकिने क्या। अब क्लास पढाइरहेको छ, नैसँग विद्यार्थीहरू तल आउन् त भनेर त्यो उता माइकबाट घोषणा गरिदिन्छन्, हल्ला हुन्छ पुरा है। अनि पढाउँदै शिक्षकले बन्द गरेर हिँडिदिन्छन्। अब के पढ्ने? अनि त्यो अभिवादन कमरेड भनेर त्यो के अरे कलेज जानेहरू त अनि पढ्नको लागि जाने होइन रहेछन्, यिनले त कमरेडको नाम बदनाम गरेर रहेछन्, यिनलाई चाहिँ बन्दै गर्नुपर्छ भन्ने लाग्छ मलाई। तपाईँले चाहिँ कुनै सङ्गठनमा सहभागिता जनाउनु भयो कि? सङ्गठनलाई मैले सहभागिता जनाउनु भन्दा पनि हाम्रो मैले अघि नै पनि भनिहालेँ, कमरेड वर्ड भनेको चाहिँ गलत होइन, गलत होइन। र यही वर्डमा चाहिँ हाम्रो सम्बन्धित सीमित व्यक्तिहरू चाहिँ जोडिएको हुनुहुँदो रहेछ। उहाँहरूले मलाई धेरै सहयोग गर्नुभयो। हामीले बुझिरहँदा कमरेड भन्ने भनेको त प्राय कम्युनिस्टले भन्छ होइन? कम्युनिस्टलाई कतिको मान्नुहुन्छ? कम्युनिस्टको विचारधाराहरू राम्रो छ, कम्युनिजमलाई म मान्ने मान्छे हो होइन, कम्युनिजम नराम्रो होइन। कम्युनिजमले धेरै परिवर्तन पनि ल्याएको छ। त्यो परिवर्तनको कुरा गर्दै गर्दाखेरि म धेरै सानो हुन सकौँला यो कम्युनिजमको अगाडि, किनकि कम्युनिजममा धेरै रगतहरू पनि बहेका छन्, धेरै मान्छेहरूको त्यहाँ सहभागिता छ, धेरै विचारहरूको लडाइँ छ त्यहाँनिर होइन। यसको बाटो फरक हुन सक्छ, यसका लिडरहरू फरक हुन सक्छन्। कुनै लिडरहरू चाहिँ तपाईँको स्वार्थमा चुर्लुममा डुबेका हुन सक्छन्, कुनै लिडरहरू चाहिँ स्वार्थमा नडुबेका पनि हुन सक्छन् होइन। कम्युनिस्टको मेन सिद्धान्त के हो? कम्युनिजमको मेन सिद्धान्त भनेको चाहिँ कुनै पनि राष्ट्रलाई चाहिँ उन्नतितर्फ धकेल्नु हो, सबैलाई रोजगारी दिनु हो होइन, स्वास्थ्यका चाहिँ कुराहरूमा चाहिँ सबैको पहुँच पुग्नु हो, निःशुल्क शिक्षा हुनु हो होइन। यो चाहिँ हाम्रो समाजमा चाहिँ कोही ठुलो कोही सानो नहुन् भन्ने हो। कम्युनिजमको सिद्धान्त त्यही हो जस्तो लाग्छ मलाई। नेपालमा भएका कम्युनिस्टहरू कतिको यो सिद्धान्त मानिरहेको देख्नुभयो? विचारधारालाई चाहिँ सुन्ने तर कार्यान्वयनमा नल्याउनेहरू छन्, अनि गर्व गर्ने हामी कम्युनिस्ट हौँ है भनेर। विचारधारा त फेरि राम्रो छ नि, कम त राम्रो छ कम्युनिस्टको विचारधारा होइन। अब यही भन्दा गर्दाखेरि समाजवादीका विचारधाराहरू पनि गलत छन् भन्ने चाहिँ खोज्या होइन, त्यो पनि राम्रो छ, एकदम राम्रो छ। विचारधाराहरू कसैको नराम्रो छैन क्या, तर कार्यान्वयनमा नल्याउने, बगमफुसे राजनीति गर्ने होइन, जहिले आश्वासनमा चाहिँ जनतालाई देखाउने, कहिले पनि चाहिँ जनताको आशा पुस्न नसक्ने होइन। आफू केबल कार चढेर हिँड्ने, केबल कारको बारेमा चाहिँ द्वन्द हुने, ट्राफिक जुलुस निक्लिने, तर हुम्लामा चाहिँ मोटर गाडी पुग्ने एउटा बाटो बनाइदिन नसक्ने। के हो यार यो? नोनसेन्स होइन मनोजी, के लाग्यो एकदम। म त यो भनिरहँदा मलाई यो कुरा जोड्नु मलाई एउटा केबल कारको कुरा आएर विवाद भएको छ नि नेपालमा लास्ट टाइम कहिले अझ पनि छ जस्तो लाग्छ। कर्णालीमा तुइन चढेर गइरहेछन्, त्यहाँ लगिदियोस् न, त्यो चाहिएको छैन। नचाहिने ठाउँमा चाहिँ टाउको फुटाइ फुटाइ लालु गुराँसको रुख काटी काटी होइन, जङ्गल फडानी गरी गरी केबल कार बनाउनु पर्ने रे। त्यो पनि त्यहाँको जनताले चाहेका छैनन्, विरोध गरिरहेका छन् होइन। तर यता तुइन चढिरहेकाहरूलाई त केबल कार भएको भए त उनीहरूलाई त स्वर्ग जस्तो हुन्छ नि हजुर। बिचरा नुन किन्नको लागि तुइन चढेर जानुपर्ने एउटा गर्भवती महिला, यस्तो अवस्था रहेछ त्यहाँनिर। एउटा चाहिँ गाउँमा मान्छे मर्यो भने मलामी जाने चाहिँ मान्छेको उपस्थिति हुँदैन, युवाहरू छैनन्, अझ फेरि विदेशबाट कमाउँछन्, नेपाल पठाउँछन्, अनि यहाँबाट जब आफ्नो देश फर्किन्छन् नि वर्षौँ बसेर, अनि जाने बेलामा एउटा राम्रो फोन लगेर गयो भने त्यो फोन पनि लिन दिँदैन, एयरपोर्टमा दिँदैन, पैसा तिर भन्छ। यसलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ? यो एकदमै मेन पोइन्ट हो। मैले खासमा यो कुरालाई उठाउनै खोजिरहेको थिएँ होइन। नेपालको आम्दानीको मेरुदण्ड भनेको चाहिँ रेमिटेन्स, रेमिटेन्सले देश चलेको हो। अनि रेमिटेन्स जसले पठाउँछ, जहाँबाट पठाउँछ, यो पठाउने मान्छे चाहिँ देउता हो जस्तो लाग्छ क्या मलाई होइन। र आदर गर्नुपर्छ उहाँहरूलाई, चाहिँ हरेक कुरामा चाहिँ पहुँच दिनुपर्छ। उहाँहरूको चाहिँ उपस्थिति ठ्याक्कै चाहिँ जस्तै अहिले नेपालमै हुनु पर्यो नि भन्ने ठाउँ देखिन्छ होइन। नेपालमै भयो भने त नेपालमा रेमिटेन्सै हुँदैन नि त। फेरि यो असफल सरकारले
कहाँ के गर्न सक्छ त? केही गर्न सक्दैन नि त। रेमिटेन्सले गरेर अलिअलि देश चलेको छ नेपालको। रेमिटेन्स पठाउने मान्छेको चाहिँ इज्जत हुनुपर्छ। रेमिटेन्स पठाउने मान्छेलाई चाहिँ मतदानको अधिकार दिनुपर्छ, किनकि नेपाली जहाँ रहे पनि संसारभर त ऊ चिन्ने नेपालीले नै हो र नेपालमा चाहिँ सरकार चुन्ने अवसर पनि चाहिँ दिनुपर्छ जस्तो लाग्छ मलाई, चाहे त्यो स्वदेशमा होस् चाहे विदेशमा होस्। यो लास्ट टाइम हाम्रो विभिन्न पार्टी नयाँ पार्टीहरू पनि आउनुभयो। हजुर, उहाँहरूले पनि उठाउनु भएको एजेन्डा थियो नि यो। हजुर, विदेशमा भए पनि भोट हाल्न मिल्ने भनेर जस्तो लाग्छ। राष्ट्रिय स्वतन्त्र पार्टी घन्टी उहाँले उठाउनु भएको थियो। कार्यान्वयन थाहा छैन, गरिँदैन, अड्केको छ नि त, अड्केको छ। किन गरिँदैन थाहा छैन। कार्यान्वयन त हुँदैन नि, यस्तो राम्रो कुराहरू नेपालमा छिटै कार्यान्वयन हुँदैन नि। हजुर हजुर हो, तर नचाहिने कुराहरू चाहिँ फेरि चाँडो कार्यान्वयन हुन्छ होइन। एमसिसी कार्यान्वयन गर्नको लागि दलै परिवर्तन हुन्छ, सरकारै परिवर्तन भयो। आन्दोलनको बिचमा कसरी त्यहाँ मै आएको थियो, मेरो फोन फुटेको। हजुर, फोन फुटेको। यो फोन चाहिँ होइन, यो पनि अलिअलि फुटेकै छ छन चाहिँ। मेरो फोन चाहिँ बानेश्वरमा ढुङ्गा हान्दाखेरि पुलिसले लठी हानेको थियो, ठ्याक्कै हातमा लागेर फोन झरेर फुटेको फोन बोकेर दौडेको एमसिसीको विरोध गर्न जाँदाखेरि। तर हिजो डोनाल्ड ट्रम्पको त्यहाँनिर अमेरिकामा सरकार आउने बित्तिकै चाहिँ यो फ्रड हो भन्दै सकियो। उनीहरूले चाहे चाहिँ जे पनि हुने, नचाहँदामा चाहिँ जे पनि हुनुपर्ने होइन। हिजो के अरे राजाले चाहिँ यो चाहिँ त्यो चाहिँ भनेर चाहिँ गरे, हामीलाई चाहिँ सामान्य राजा चाहिएन भनेर चाहिँ यी दलका नेता टाउकेहरूले चाहिँ आन्दोलन गरे होइन नि त। जनइच्छा पुरा नहुने, त्यही पनि हाँसी हाँसी भोट दिनुपर्ने तिनलाई। अनि जनतालाई देखाउन चाहिँ के देखाउने? पहिले केराको पातमा भात खाने, पहिले टपरीमा खाने, पिँढीमा बस्ने, चढ्ने चाहिँ के चढ्ने? बियाम बाबु चढ्ने, कार चढ्ने, आनन्दको चक्कसँगले पजेरो चढेर हिँड्ने होइन। यो त भएन नि त नि। तपाईँले राजाको कुरा ल्याउनु भयो, राजा कस्तो लाग्नुहुन्छ तपाईँलाई? राज संस्था कस्तो लाग्छ? तपाईँ कम्पेयर गर्न सक्नुहुन्छ लोकतन्त्रसँग? लोकतन्त्रसँग कम्पेयर गर्न सकिन्छ। हजुर, लोकतन्त्रसँग कम्पेयर गर्दाखेरि त लोकतन्त्र त यहाँ हुन्छ हजुर, राजाको अगाडि। राजा हुँदाखेरि देश यहाँ थियो, आजको राजनेता हुँदाखेरि देश यहाँ छ। के को हिसाबले भन्दाखेरि उद्योग धन्दा कल कारखानाको हिसाबले पनि, देशको आम्दानीको हिसाबले पनि, एक्सपोर्ट र इम्पोर्टको हिसाबले पनि होइन, हाम्रो रेपुटेसनको हिसाबले पनि, हाम्रो चाहिँ यो हाम्रो कन्ट्री यो संसारकै यो संसारभरिका राष्ट्रहरूको चाहिँ एउटा यो चेकलिस्ट हुँदो रहेछ क्या, कलर हुँदो रहेछ। हामी अहिले ग्रेमा छौँ, हामी भनेको एकदमै विकमा भइसकेको छौँ। यो अवस्थामा देशलाई पुर्याएको छ नि हेर्नु है। हिजोको दिनमा चाहिँ हाम्रो उद्योग धन्दा कल कारखानाहरू सबै थिए, हाम्रो चाहिँ खालको चाहिँ हाम्रो आफ्नै पहिचान थियो, गौरव थियो, आफ्नो खुट्टामा आफै उभिँदै गएको दिनहरू थिए। तर आज चाहिँ के भयो भन्दाखेरि उभिने पैताला भयो तर लाउने जुत्ता भएन क्या नेपालीको, त्यो अवस्था बनाइदियो। किनकि जुत्ता चप्पल कारखाना नै बेच्दिए, हामीले बेचेको हो भन्नेहरू पनि छन् होइन। त्यही पनि तिनलाई नै भोट हाल्छन्। अब भन्नुहोस् कति पटमूर्ख छन् नेपालीहरू अहिले पनि। त्यही अघि तपाईँले भन्नुभयो नि गुट, ती गुटका मान्छेहरूले हाल्ने हुन् भोट, अरू कसैले हाल्दैनन्। अनि तिनीहरूलाई झोले भन्यो भने फेरि तिनीहरूलाई जस्तो रिस कसैलाई पनि उठ्दैन। झोलेलाई चाहिँ झोले भन्नुपर्छ है। म चाहिँ त्यही भन्छु, म फेरि झोले होइन। अब यो पनि कुन पार्टीको झोले हो भन्ने होला नि। स्वतन्त्र नागरिक, स्वतन्त्र नागरिक। जो पहिले कल कारखानाहरू थिए, नेपालीहरू आत्मनिर्भर थिए, तर अहिले छैन भन्नुभयो नि। तर यो भनिरहँदा अहिले नेपालमा यस्तो यस्तो ठाउँहरू छ जहाँ बाटो पनि पुगेको छैन, त्यो समस्या छ। राजाको पालादेखि नै थियो होला नि यो होइन र? त्यतिखेरको राजाले चाहिँ किन त्यो नगर्न सक्नु भएको त? यसलाई चाहिँ कसरी हेर्नुहुन्छ? निकै मिठो कुरा हो यो भनेको होइन। हिजो राजाको पालामा केही राजाहरूले आफ्नो स्वार्थले गर्दाखेरि चाहिँ जनताले दुःख पाएका घटनाहरू पनि छन्। जनताका छोरीचेलीहरू सुरक्षित नभएका, जनताका छोराहरू मरेका होइन, देश निकाला गरिएका कुराहरू पनि छन्। संविधानभन्दा माथि उठे राजा भन्ने कुराहरू पनि छन्। तर तपाईँलाई धामन सर्पले टोक्नु र गोमन सर्पले टोक्नुमा फरक पर्छ नि हजुर। ठ्याट्टै मार्छ नि गोमन सर्पले त, धामनले त लट्याउँछ मात्रै, त्यसको विष लाग्दैन नि। त्यो हो लोकतन्त्र भनेको। लोकतन्त्र भनेको गोमन सर्प हो हजुर। यसले त डस्छ, यसले डसेपछि जन्मिनु बित्तिकै तपाईँलाई 90,000 गरिन लाग्छ टाउकोमा। त्यो भन्दा भन्दै यो पनि हुनसक्छ नि, राजतन्त्रमा तपाईँ राजा बन्न सक्नु हुँदैन, तर लोकतन्त्रमा त तपाईँ प्रधानमन्त्री पनि बन्न सक्ने सम्भावना हुन्छ, राष्ट्रपति पनि बन्न सक्ने सम्भावना हुन्छ नि। अनि तपाईँ त्यो लेभलमा पुगेर
तपाईले चेन्ज गर्न सक्ने हैसियत पनि हुन्छ नि, हुन्छ। तर राजामा त त्यो सम्भव छैन। होइन, राजतन्त्रमा पनि यो कुरा सम्भव भएको थियो। बीपी कोइरालालाई राजा बनाएकै थिए, के अरे प्रधानमन्त्री बनाएकै थिए होइन। प्रधानमन्त्री बनाएर चाहिँ जनताको छोरालाई प्रधानमन्त्री बनाएर चाहिँ होइन देश हातमा चलाउनको लागि दिएकै थिए होइन। त्यो अवस्थामा पनि राजतन्त्र कायमै भएर अगाडि बढेकै थियो, सफल राजतन्त्र नै थियो। हजुर, के बीपीले स्वतन्त्र रूपमा काम गर्न सके त? अहिले जसरी गर्न चाहेको भए लोकतन्त्र आएको बेलामा प्रधानमन्त्रीले गर्न सक्थ्यो, सक्छ, त्यसरी के बीपीलाई त्यतिखेर स्वतन्त्र थियो? बीपीलाई दिएका थिए, जनताले चाहेको नेता हो बीपी। बीपीलाई राजाले नदिनु पनि किन त? राजा आफैमा ठुलो दिलको मान्छे थिए, राजाले सहर्ष स्वीकारेका थिए बीपीका निर्णयलाई, त्यही भएर बीपीलाई प्रधानमन्त्रीको रूपमा राखेका पनि हुन्। तर धेरै कष्ट दिए नि। कष्ट त कसले कसलाई दिएन होला र? अहिलेको कष्ट कस्तो कस्तो छ थाहा छ तपाईँलाई? अहिलेको कष्टमा त सिधै जनताका छोरालाई छातीमा गोली हानिन्छ। यस्तो कष्ट त राजाले दिएका थिएनन् नि हजुर। त्यो पनि केको लागि? मलाई रोजगारी दे, मलाई सिप दे, नत्र विदेश जान दे भन्दा। यस्तो कष्ट त राजाले दिएका थिएनन् नि हजुर। जनता विदेशीका थिएनन् नि त, घर त खाली थिएन नि त। मलामी जानको लागि त गाउँमा मान्छे हुन्थ्यो नि त राजाको पालामा। अहिलेको अवस्था कस्तो छ हजुर? यस्तो पनि भनिन्छ नि, त्यतिखेर गाउँमा यसकारण जनताहरू थिए, यसकारण बसिरहेका थिए, उनीहरूलाई काठमाडौँ आउनको लागि गाडी भाडा शुद्ध हुँदैन थियो, गाडी हुँदैन थियो, विदेश कसरी जान सक्छन्? र अर्को कुरा म यसमै जोडिहाल्छु, तपाईँ क्लियर गर्नु होला। तपाईँले अहिलेको सरकारले सिधै गोली हान्छ भन्नुभयो नि, तर मार्ने चलन त राजाको परिवारबाटै सुरु हुन्थ्यो नि। तपाईँलाई त्यो इतिहास कतिको थाहा छ? थाहा छ, पर्वहरू थाहा छन् मलाई। एउटा आफ्नो राजा आफ्नो छोरालाई युवराजलाई राजा बनाउनका निम्ति त्यहाँभित्र ठुलै षड्यन्त्र हुन्थ्यो नि। राजकुमारलाई मार्नदेखि लिएर भीमसेन थापालाई त्यो अवस्थामा पार्न पनि त त्यहाँभित्र छुट्टै युद्ध हुन्थ्यो नि। अनि त्यो राज संस्था अनि अहिलेको लोकतन्त्र। अब यस्तो तपाईँले भन्ने कुरा ठिक छ होइन, तर यो मार्ने मर्ने यो खेल भनेको चाहिँ एक हिसाबले यो लोभले गर्दाखेरि हुन्छ। यो लोभभन्दा माथि उठ्न सक्यो भने चाहिँ यी कुराहरू छेउछाउ पनि आउन सक्दैन होइन। जो पनि लोभमा फसेको मान्छे छ ती सफल हुन कहिले पनि सकेका छैनन् है। यी लोभभन्दा माथि उठ्न सक्नुपर्छ। र तपाईँले जुन भन्नुभयो राजाको पालामा पनि त काठमाडौँसम्म चाहिँ पैदलै जानुपर्ने अवस्था थियो होइन। चाहिँ नि काठमाडौँसम्म पुग्न नसकेकोले गाउँमै मान्छे हुन्थे भन्ने कुरा भयो। तर आज त त्यस्तो छ भन्नुभयो, त्यो 100औं वर्ष अगाडिको कुराहरू हुन् हजुर। 100औं वर्ष अगाडिको कुरा हो। नेपाल विकसित हुँदै थियो त्यो बेलामा र अहिले पनि हुँदैछ भने चाहिँ यो के कारणले भन्ने हुन्छ, किनकि यो त लामो भयो नि त होइन त। हिजोको दिनमा चाहिँ हामीले पिच रोड, यो चिल्ला गाडीहरू होइन, एआई हामीले कल्पना गर्ने कुराहरू थिए, तर आज सम्भव छन् किनकि समयको अन्तरालमा यो कुराहरू सम्भव हुँदै आएका हुन् होइन। हिजोको दिनमा संसारका हरेक राष्ट्रहरू पनि के अरे बेलायत जस्तै चाहिँ 17औं शताब्दीदेखि नै चाहिँ यसरी गाडी, चिल्ला गाडी चक्कसँगले पिच रोड यसरी चाहिँ सेवा सुविधा पुगेको सबै ठाउँमा पुगेको थिएन हजुर। संसारका यी थुप्रा मुलुकहरूमा हुँदै थियो र हुने क्रममा नै नेपालमा पनि तीव्र रूपले भइरहेको थियो र त्यही हिजोकै समयमा नेपाल डोनेट गर्ने राष्ट्रमा पर्थ्यो क्या, डोनेट लिनेमा होइन। नेपालले त्यो बेलामा चाहिँ कोरियालाई त्यत्रो चामल धान डोनेट गरेकै हो होइन, त्यत्रो सहयोग गर्थ्यो। त्यो कसको पालामा? त्यो राजाकै पालामा गरे हो नि त। तपाईँले कि हामी बलियो थियौँ, हाम्रो घरको जग बलियो थियो होइन, भले घरको टालीहरू चर्किन्थे, टाली फेरिने थियो नि त, घरै भत्का हुन् त हुन्थ्यो। तपाईँले राम्रो कुरा गर्नुभयो, तर यो भन्दा भन्दै पनि म यसैमा केही कुरा जोडौँ। तपाईँले नेपालबाट अरू देशमा चामल अन्नहरू चाहिँ निर्यात गरिन्थ्यो भन्नुभयो नि। त्यही समयमा नेपालको त्यस्तो भूभाग पनि थियो जहाँका मान्छेले चामलको भात खान पर्वहरू पर्खिनु पर्थ्यो। उनीहरू चामलको भात खानका निम्ति तडपिनु पर्थ्यो के।
तर अहिले त मलाई लाग्दैन कि सबै ठाउँमा यस्तो छ भनेर, कुनै कुनै ठाउँमा होला नहोला, तर त्यतिखेर चाहिँ बढी जसो त्यो, किनभने त्यसमा कुनै यातायातको सुविधा पनि हुँदैन थियो, उनीहरूलाई अरू ठाउँबाट चामल लिएर खाम भन्ने त्यो पनि हुँदैन थियो। तपाईँलाई कतिको थाहा छ यो भनिरहँदा यो कुरा पनि याद आउँछ जस्तो लाग्दैन? ठिक कुरा हो, यो तपाईँले भन्नुभएको राम्रो कुरा हो। यो कुरा ठ्याक्कै यो जोडिएको कुरा हो, यो ठ्याक्कै जोडिएको कुरा हो है। यसलाई चाहिँ म कसरी लिन्छु भन्दाखेरि हिजोको दिनमा चाहिँ चामलको भात खानेको लागि चाहिँ एकदमै गाह्रो हुन्थ्यो होइन। आज चाहिँ त्यो अवसरहरू छन्। त्यो चामल के चामल हजुर? त्यो चामल के चामल? जुन चामल खाएर तपाईँलाई सुगर लाग्दाखेरि तपाईँलाई खानको लागि औषधि नपाउनुहोस्, त्यो तन्त्र के तन्त्र? जुन तन्त्रले तपाईँलाई औषधि दिँदैन। हिजो चामल खाएन पाएन भनेर चाहिँ आन्दोलन भयो, आज चामल खाएर रोग लाग्दाखेरि के अरे हाम्रो चाहिँ हस्पिटल जानको लागि आन्दोलन हुँदैछ नि त। त्यो समयको अन्तरालको माग हो क्या हजुर। यसलाई चाहिँ हिजो चाहिँ तपाईँको चाहिँ जनसङ्ख्या कम थियो नि त हाम्रो, हामीसँग शिक्षित व्यक्तिहरू कम थिए होइन। तर हामीसँग यो पपुलेसन कम भइसकेपछि, शिक्षित व्यक्तिहरू कम भइसकेपछि हामी बिस्तारै नै जान्छौँ क्या जे कुरामा पनि। तर बिस्तारै हामी हिजो 50 वर्षमा चाहिँ हामी चाहिँ आज कहाँबाट कहाँ पुग्थ्यौँ भने हिजोकै तन्त्र हुन्थ्यो भने आज चाहिँ हामीलाई 500 वर्ष लाग्छ क्या हजुर, यही अवस्थाले गयो भने पनि। समग्रमा भन्दाखेरि तपाईँ चाहिँ राज संस्था फर्कियोस् भन्ने चाहनुहुन्छ? राजा आउनुपर्छ, राष्ट्रपतिको ठाउँमा बस्नुपर्छ र प्रधानमन्त्री चाहिँ जननिर्वाचित हुनुपर्छ। यो दलीय व्यवस्थालाई हटाउनुपर्छ, अन्त्य गर्नुपर्छ। यो पालै पिलो चिथार चाहिँ लङ्ग्याउँदै लगाउनु हुँदैन, किनकि राज संस्था छन् नि त। बेलायतमा देख्न सक्नुहुन्छ तपाईँ, बेलायतमा फालेको छैन नि उखालेर, कहाँ फाल्नु? जापानमा देख्न सक्नुहुन्छ, भुटानमा देख्न सक्नुहुन्छ, छन् नि त राज संस्थाहरू, चलिरहेका छन्। तर यस्तो पनि हो नि त, परिवर्तन भइसकेको कुरा हामीले इतिहास दोहोऱ्याउनतिर लाग्नुभन्दा होइन, भएको कुरालाई सुधार्नेतिर लाग्ने हो कि? अहिले ज्ञानेन्द्र शाह जो राजा पूर्व राजा हुनुहुन्छ उहाँलाई देशप्रति माया होला, तर उहाँ मात्रै सधैँभरि रहने त हुँदैन। भोलि उहाँको छोरा नाति बनाउनु पर्ला। वंशकै आधारमा, राजाको सन्तान नै भएको आधारले राजा बन्नुपर्छ। तर सबै राजा देशभक्ति नै जन्मेलान् भन्नु पनि हुँदैन, ज्ञानी बुद्धिमानी नै होलान् भन्नु पनि हुँदैन। कोही राजा त रणबहादुर शाह पनि जन्मेलान्, पारस शाह पनि जन्मेलान् होइन, र कोही राजा बहादुर शाह जस्तो अवस्था पनि हुन सक्ला होइन। किन भन्दा कुनै राजा राम शाह जस्तो पनि हुन सक्लान्, न्याय नपाए गोर्खा जानु भन्न पनि सक्लान्। अनि भन्दा भन्दै कुनै युवराज यसरी पनि मर्नु पर्ला, मानिलिउँ अर्को सन्तान राजा बनिहाल्छ कि भनेर होइन। त्यस्तो पनि त घटनाहरू छ नि त त्यहाँ राज संस्थाभित्र, त्यो दोहोरिँदैन भन्न त सकिँदैन नि त। तर लोकतन्त्रमा त हामीले राष्ट्रपति योग्य भएन, राष्ट्रपति देशभक्त भएन, तपाईँले कुन लोकतन्त्रको कुरा गर्नुभयो? त्यही लोकतन्त्र जुन लोकतन्त्रमा चाहिँ बुबाको देहान्तपछि छोरा चाहिँ सांसद हुनुपर्ने, यो चाहिँ कुन राजतन्त्र भन्दा कम भयो त? त्यसो भए यो त ठ्याक्कै राजतन्त्रकै प्रणालीमा पुगेन त। यसरी चाहिँ हजारौँ तन्त्र निस्किन्छन् भने त्यो तन्त्रभन्दा त यही एउटा तन्त्र गतिलो छ नि। तर लोकतन्त्रमा जनताले रोक्न सक्थ्यो नि त, जनताले चुनेर। राजतन्त्रमा पनि के अरे जनताले चाहिँ हटाउन सक्थे, पञ्चायती व्यवस्था पनि हटाएका थिए होइन। सम्पूर्ण जनताले चाहिँ हामीलाई यो भएन महाराज भन्दाखेरि चाहिँ राजाले चाहिँ जनइच्छाको काममा गएका थिए। ठिक छ त, त्यसो भए यसलाई हटाइदिउँ भनेका थिए होइन। त्यही त राजा सबैका राजा थिए हजुर। मैले त्यही कुरामा भने जनतालाई माया गर्ने राजा पनि हुन्छन्, तर उहाँको सन्तान अर्को राजा बन्ने अवस्थामा उहाँ यस्तो राजा पनि त बन्दिन सक्छ जसले जनतालाई पनि माया नगर्ने, देशलाई पनि माया नगर्ने। के प्रमाण त छैन नि राजाको सन्तान नै भएको आधारमा ऊ विज्ञ नै हुन्छ, ज्ञानी नै हुन्छ, राष्ट्रभक्ति नै हुन्छ भन्ने हुँदैन नि त। राजाको सन्तान हजुर राष्ट्रभक्तले भरिएकै हुन्छ जस्तो लाग्छ मलाई, किनकि नेपालको इतिहास हेर्दाखेरि चाहिँ ऊ जनतासँग कोही जनता जसले चाहिँ राष्ट्रको विरोधी गर्छ ऊ गर्छ होइन, जसले चाहिँ राज संस्थाको बारेमा चाहिँ नकारात्मक टिप्पणीहरू गर्छ, नराम्रो गर्छ होइन, त्यसै हाउबुजी मात्रै फैलाउँछ, नकारात्मक थट्सहरू चाहिँ पैदा गराउन खोज्छ, त्यो मान्छेहरूको विरुद्ध चाहिँ राज संस्था अलिकति रुष्ट भएको चाहिँ हो थिए पनि होइन। तर त्यही कारणले गर्दाखेरि चाहिँ राज संस्था गलत आवाज बोल्नै नपाउने भन्ने चाहिँ होइन।
हामी नेपाल आमाको सन्तान भइरहँदा राजा पनि नेपाल आमाको सन्तान हो होइन। नेपाल आमाको सन्तान हामी भइरहँदा हामी एकै परिकारको नहोला। कतिपयमा राष्ट्रभक्ति बढी छ, कतिपयमा कम छ, कतिपयमा ज्ञान बढी छ, कतिपयमा कम छ। तर सबैभन्दा बेसी चाहिँ राजा नै भएर राजा भयो हुन् क्या। यो राजालाई चाहिँ यो लिडरमा लगेर कम्पिट गर्नै सकिँदैन। राजा भनेको राजै हो क्या। देयर इज नथिङ टु टेल मोर क्या। जुन मान्छेलाई राति सुत्दाखेरि आफ्नो कर्मले घोच्दैन नि त्यो मान्छे कहिले पनि नेता हुनै सक्दैन क्या। म यस्तो राष्ट्रभक्ति मान्छे, मलाई देशमै केही गर्छु भन्ने मान्छे, तर मलाई देशमा बस्न मेरो भविष्य सुनिश्चित छ जस्तो लागेन। किनकि मै जस्तो देशमा बस्छु भन्नेहरूले आन्दोलन गर्दाखेरि यही सरकारले गोली हाने हो नि त। गोली मलाई नहान्ला भन्ने भर छ। सरकार चाहिँ जनतालाई माया गर्ने नपाउनु हाम्रो दुर्भाग्य हो। लोकतन्त्रमा जनताको छोरा राष्ट्रपति हुन्छ, जनताको छोरा प्रधानमन्त्री हुन्छ। तर यो सुदृढ ढङ्गले गएको थियो भने एकदमै बेस्ट व्यवस्था थियो। तर जुन तरिकाले नेपालमा भएका नेताहरू जुन तरिकाले काम गरिरहेका छन् यो कारणले झलझल्की राज संस्था सम्झिनु भयो। झलझल्ती होइन, राज संस्था हुनुपर्छ नै भनेर सम्झेको मैले सम्झिन चाहिँ। राज संस्था रहँदा चाहिँ हाम्रो इज्जत पनि रहन्छ जस्तो लाग्छ मलाई। हाम्रो राजा महेन्द्र त्यसरी चाहिँ जाँदाखेरि युएनको समिटमा जाँदाखेरि चाहिँ डिरेक्टर्सहरू चाहिँ उभिएर चाहिँ उहाँलाई सलामी दिइन्थ्यो। त्यो खालको सलामी अहिले कहाँ पाइन्छ? तपाईँलाई लोकतन्त्रले दिन्छ त सलामी? फर भनेर दिएको छ तपाईँलाई लोकतन्त्रले सलामी। तपाईँ यो लोकतन्त्रलाई मान्नुहुन्छ? म त मान्दिनँ हजुर। मेरो त बाउ राजा हो, आमा नेपाल हो। म देशको लागि मर्न पनि तयार, मार्न पनि तयार। मलाई राजतन्त्र चाहिन्छ। यो नचाहिने लोकतन्त्रको हुटुटी हालेर चाहिँ 17,000 मारेर ल्याएको लोकतन्त्र के लोकतन्त्र याद मारेर ल्याउँछ लोकतन्त्र। सहरको जनताले स्वीकार्नु पर्दैन। न्याय नपाए गोर्खा जानु भन्थे क्या त्यतिखेर। न्याय नै नपाए, बोल्न नपाए, अन्य गर्न नपाए, केही नपाए गोर्खा जानु। गोर्खा किन जान्छ? घुम्न जाने हो त त्यत्रो चढेर? त्यो त त्यही बोल्न नै जाने हो नि त। सिधै गएर बोल्न पाइन्थ्यो। अहिले तपाईँलाई संसद भवनभित्र छिर्न दिन्छ त्यतिकै? नर्मल नागरिक संसद भवनभित्र छिर्न सक्छ? सिंहदरबारभित्र छिर्न त्यसलाई अलाउ छ नर्मल नागरिकलाई? छैन। अनि तपाईँ कुन लोकतन्त्रको कुरा गर्नुहुन्छ यार? हिजोको दिनमा थियो नि त। के हिजोको दिनमा एउटा नर्मल मान्छे साधारण सर्वसाधारण नारायणीभित्र गएर राजालाई आफ्नो समस्या सुनाउन सक्थ्यो? सक्थे। तपाईँसँग कुनै प्रमाण छ? मसँग कुनै प्रमाण छ भन्दा पनि जनता साँच्चीकै नारायण हिटी छिर्नु नै पर्छ भन्ने थिएन। जनतालाई भेट्न राजा आफै पुग्थे। मेरो ठाउँमा राजा आफै आथे। मेरो ठाउँमा राजा आएकोले गर्दाखेरि मेरो ठाउँको नाम राजा बास भएको हो। राजा आए, बास बसे होइन। त्यसरी राजा बास भएको, रानी आउनुभयो, रानी बास भएको छ होइन। त्यसरी राजा आफै आउँथ्यो त जनताले दुःखै पाउनु पर्दैन थियो। जनता धाउनै पर्दैन थियो। राजा त्यति जनप्रेमी थिए होइन। त्यो भएर राजा आफै आउँथे भेट्नलाई। यो अवस्था थियो। आज नेता आउँछ, चुनावमा भोट माग्नलाई मेरो क्षेत्रको माननीय आएन मेरो गाउँमा यार। अनि त्यसलाई मैले चाहिँ माननीय भनेर मान्नु पर्ने? म मान्दिनँ। काङ्ग्रेसको हो त्यो नेता, म मान्दिनँ। नाम तक्नु सक्नुहुन्छ? सक्छु। श्याम घिमिरे। त्यो फटा हो श्याम घिमिरे। सिधै म भन्नुहुन्छ त्यो श्याम घिमिरे मेरो नगरको पनि मान्छे होइन क्या। त्यो बाहिरको मान्छे आएर काङ्ग्रेसले चाहिँ माथिबाट चाहिँ टाउ पुछेर चाहिँ हजुर 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 भनेपछि माथिको टाउकोले चाहिँ ल प्रसाद है तँलाई यहाँको भनेर दिएपछि खाना आएको श्याम घिमिरे मेरो त्यो क्षेत्रमा। मनै पर्दैन श्याम घिमिरे। म चुनौती दिन्छु श्याम घिमिरेलाई अहिले पनि। उहाँ चाहिँ तपाईँकै क्षेत्रको मेरो क्षेत्रको नेता क्या। क्षेत्र नम्बर 1 को नेता माननीय श्याम घिमिरे। तर क्षेत्र नम्बर 2 को माननीय हुनुहुन्छ राजेन दाहाल। उहाँ नआए पनि उहाँले गर्न सक्ने काम उहाँले चाहिँ भ्याउने, उहाँको क्षमताले दक्षताले भ्याउने कुराहरू उहाँले गर्नुहुन्छ हाम्रो क्षेत्रको लागि पनि। तर मेरै क्षेत्रको नेता चाहिँ जहाँ चाहिनु पर्ने हो उहाँ ढिलो पुग्ने, मागेको कुराहरूलाई सुने नसुने जस्तो गरिदिने, तर उपस्थिति नजनाउने, म छु नि भन्ने आश्वासनै नदिने। मैले भनिनँ हजुर, भोटको बेलामा त जनताको सामु गएर जनतालाई नढोक्नेले अनि भोट सकेपछि जनतालाई ढोक्छ भनेर आश गर्न सक्नुहुन्छ तपाईँ? तर धेरै मान्छेहरू भोट माग्ने बेलामा ढोकेर पछि बिर्सिनेहरू पनि छन्। तर उहाँ त भोट माग्न पनि आउनु भएन र बिर्से हुनु भयो। तर जिताए जनताले जिताए। त्यो जनताको दोष मेरो एउटाको जनताले जिताएको होइन नि त। फेरि मैले सक्ने क्षमता लाएको उहाँलाई रोक्नको लागि। उहाँ आउनुभयो भने उहाँको नीतिका कुराहरू सुनिन्छ,
जनताले मन परायो भने उहाँलाई भोट हालिन्छ भनेर आश गरेको मान्छे हो र उहाँ आउनु पनि भएन र नआइसकेपछि झन् हामी रुष्ट भयौँ। तर गल्ती त जनताको जस्तो भयो नि त। जनताले मन नपराएको मान्छेलाई त हराइदिन सक्दैन। त्यही त दलीय व्यवस्थामा गयो। लोकतन्त्रमा दलहरू छन् नि त, गुटहरू छन्। दल र गुटले यसरी जरा फैलाएको छ कि तपाईँले त्यो जराबाट उम्किनै सक्नुहुन्न क्या। जसको धेरै भयो त्यसले जित्छ भने जस्तो क्या। अघि मैले भने तपाईँलाई बकुल्लाको हुलमा चाहिँ काग गयो भने त्यहाँ बकुल्लै भन्नुपर्छ त, काग बनेर हुँदैन। उसको त्यो सन्तति नै मासिन्छ, हेरिटेजै मासिन्छ, त्यो जिनै मासिन्छ क्या। होइन, यो एउटा आक्रोश हो युवाको। लोकतन्त्र खासमा तपाईँले नेपालको अवस्था नहेरिरहँदा खासमा लोकतन्त्र त राम्रो व्यवस्था होइन र। व्यवस्था मात्र हेरौँ, राज संस्था र लोकतन्त्रमा कुन चाहिँ राम्रो लाग्छ? दुइटै राम्रो हो। तपाईँको दाहिने हात राम्रो कि देब्रे हात भने जस्तो मात्रै हो, मैले त्यसरी लिएँ। दाहिने हात र देब्रे हात भनिरहँदा राज संस्थामा चाहिँ उसको छोरा नपढेरै राजा भइहाल्यो, ज्ञान नलिएरै राजा भइहाल्यो। जनताको बिचमा जानै पर्दैन उसले, जनताले उसलाई चिन्नै पर्दैन, उसले जनतालाई चिन्नै पर्दैन, ऊ अलरेडी राजा। तर राष्ट्रपति ऊ जनतामा आउनै पर्छ, जनताले उसलाई चिनेकै हुनुपर्छ। अझ मैले नेपालको भनिसकेको छैन है, मैले दुईटा व्यवस्था भनिरहेको छु। जनताले चिनेर मन पराएर उसको विज्ञता देखेर एजेन्डा देखेर अनि मात्र भोट हालेर जित्छ, राष्ट्रपति त्यसरी बन्छ। तर राजा वंश भएकै आधारमा राजा बन्छ। त्यो कसरी देब्रे र दाहिने हात भनेर कम्पेयर गर्न मिल्छ र? कसरी भन्दाखेरि चाहिँ जस्तै व्यवस्थाको कुरा भयो, एउटा राज संस्था हो, एउटा चाहिँ लोकतान्त्रिक व्यवस्था हो होइन। अब राज संस्थामा चाहिँ तपाईँले भन्नुभयो नि त, राज संस्थामा चाहिँ जनताको सामु जनताको छोरा नआइकन पनि ऊ राजा बन्न सक्छ भन्ने कुरा हो। त्यो एउटा यसरी नै सिधै भनिहाल्नु भने मिल्छ जस्तो चाहिँ मलाई अलिक लागेन। किन भन्दाखेरि जनताको अगाडि नआइकन राजा त कोही पनि राजा बन्दैन जस्तो लाग्छ मलाई होइन। जनताको अगाडि आउनै पर्छ, जनताले चाहनै पर्छ, नत्र त्यस्ता राजाहरू इतिहासमा मेटिएका पनि छन् होइन। अर्को राजा आएका छन्, पुनर्स्थापना भएको छ, के भएको छ। र तपाईँले भन्नुभयो यो लोकतान्त्रिक व्यवस्थामा राष्ट्रपतिहरू पनि जननिर्वाचित भएका छैनन् नि त हजुर। दलीय व्यवस्थाबाट जान्छन् नि त राष्ट्रपतिहरू पनि। जब दलीय व्यवस्थाबाट गइन्छ नि त्यहाँ स्वार्थले गाजिएको हुन्छ क्या, त्यहाँ स्वार्थले गाजिएको हुन्छ, त्यहाँ चलखेलको विषयहरू हुन्छन् र आफ्नो स्वार्थ परिपूर्तिका कुराहरू हुन्छन्। अनि यस्तो अवस्थामा ठ्याक्कै लोकतन्त्रलाई पनि सुन्दर हो भनेर भनिहाल्नु चाहिँ मिल्दैन। किनकि कि त सिधै जननिर्वाचित हुनुपर्छ, लोकतन्त्रलाई अनि मान्न सकिन्छ होइन। किनकि लोकतन्त्रमा तपाईँ एज एन इक्जाम्पल विद्यादेवी भण्डारी, उहाँ त जननिर्वाचित राष्ट्रपति हुनुहुन्न थियो त है। अहिलेको पनि हुनुहुन्न नि, जनताले चुन्न कहाँ पायो त? छैन, नेताहरूले नै चुनेर पाए होइन। यो नेपाललाई हेर्दाखेरि चाहिँ यो गलत भइरहेको छ। यस्तो हेर्दा त राजा ठिक हो जस्तो पनि लाग्छ एक हिसाबमा होइन। तर राजतन्त्र नै ठिक हो जस्तो लाग्छ मलाई। तर तपाईँले भनिहाल्नु सबै राजाहरू ठिक नहुन पनि सक्छन्, हुन पनि सक्छन्। यस्तो बेलामा फेरि हामीलाई लोकतन्त्रको याद आउँछ। लोकतन्त्रको याद आउन सक्छ अनि हो, अनि तर एउटा कुरा लोकतन्त्रको फाइदा यो पनि छ नि त, तपाईँलाई मन परेन भने तपाईँले 5 वर्षपछि भोट नहाल्नु न, त्यो मान्छेलाई हराउन सकियो। तर राजालाई परिवर्तन गर्न त कठिन नै हुन्छ नि। नेपालको अवस्था हेर्दाखेरि त राष्ट्रपति राजाभन्दा कम छैनन् अहिले है। भेट्न नि सकिँदैन, बाहिर आएपछि त्यहाँ चक्का जाम हुन्छ, बाटो खाली हुन्छ। त्यही कारणले युवाहरूमा आक्रोश छ, चाहिँदैन यो राष्ट्रपति, यस्तो राष्ट्रपति भन्दा त राजै ठिक छ भन्ने हुन्छ। तर जनताको होइन यस्तो कुरा हो, 5 वर्षमा राजालाई यस्तो हुन्छ जुन कुराले तपाईँलाई असर गर्दैन नि त्यो कुराप्रति तपाईँको नकारात्मक दृष्टिकोणै जाँदैन क्या। एट द एन्ड तपाईँ चाहिँ राज संस्थाको पक्षपाती? राज संस्था मान्छु म, यो श्री 3लाई म पूजा गर्ने मान्छे हो, श्री 3लाई म पूजा गर्ने मान्छे हो। त्यही भएर पनि भन्न सकिन्छ, अथवा सिधै म भन्छु मलाई राज संस्था मनपर्छ, लोकतन्त्र मन परेन। राज संस्था आउनुपर्छ अनि चाहिँ देशको उन्नति हुन्छ जस्तो लाग्छ मलाई। लोकतन्त्रलाई चाहिँ सर्लकै साइड लगाएर सिधै जननिर्वाचित भएबाट जनताको छोरालाई चाहिँ तानेर ल्याएर राम्रोलाई तानेर ल्याएर
बनाउने अनि जस तपाईँको स्वतन्त्र विचार हो, तपाईँ एउटा स्वतन्त्र व्यक्ति हो, स्वतन्त्र विचार राख्न पाउनुपर्छ। हरेक व्यक्तिले स्वतन्त्र रूपमा विचार राख्न पाउनु उसको अधिकारको कुरा हो। अनि धेरै मान्छेहरू छन्, तपाईँले लोकतन्त्रलाई हेरे जसरी उहाँहरूले राजतन्त्रलाई पनि हेर्छन्। अस्ति भर्खर एउटाले राजाको फोटो जलाइरहेको थियो, पूर्व राजाको, एउटाले प्रचण्डको फोटो जलाइरहेको थियो। दुई मान्छे त्यहीँनिरै फरक देखिए नि, होइन? अब एकछिन यो कुरा क्लोज गरिदिउँ। तपाईँको निष्कर्ष आइहाल्यो। तपाईँले चाहिँ यो सँगसँगै तपाईँले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अनि राज संस्था भन्नुभयो। इतिहास बिर्सिन सकिन्न क्या, हाम्रो इतिहासहरू सबै नै यसरी नै जोडिएका आएको छ। तर यो भनिरहँदा हामीले यो पनि बिर्सिनुहुन्न कि इतिहासमा देश स्वतन्त्र रह्यो, कसैको गुलामी बन्नु परेन, अनि देश एक भयो। चुक्रिएको देश पृथ्वीनारायण शाहको एउटा सङ्कल्पमा, बहादुर शाहको पनि योगदानमा देश एक भयो। यो भइरहँदा जनताको पनि छ है भूमिका, जसले हलो जोतेर परिवार पाल्छ, जसले ढुङ्गा फुटाएर परिवार पाल्छ, होइन? जसले धान रोपेर अन्न फलाएर देशलाई पाल्छ, मजबुरी गर्छ, त्यो सबै जनताहरू सबै मिलेर देश बनाएको हो। अहिलेसम्म स्वतन्त्र देश रहनुमा उहाँहरू सबैको भूमिका छ। नेपालमा भएका 4036 वर्ण सबै उहाँहरू सबैको भूमिका छ। यो हामीले बिर्सिनु हुँदैन। राजा जनता सबै मिलेर देश बनाएको हो अनि अहिलेसम्म बचाएको हो। अबको निष्कर्ष के त? अब के चाहन्छन् त युवा? यो चाहिँ हरेक युवाको आफ्नो आफ्नो स्वतन्त्र विचार हुन्छ, राख्न पाउँछन्। र निष्कर्षमा के हुन्छ परिवर्तन तपाईँ हामीले देख्नु नै पर्छ। सकभर हाम्रो पनि भूमिका होस्। कुन कुराले कसरी काम भइरहेको छ सिस्टम के विदेश र नेपालको त देखियो नि त, हामीले अलिअलि अनुभव गर्न पाइयो। के छ नेपालमा तपाईँको सजेसन? यसरी चाहिँ नेपाल अगाडि बढेको भए यो व्यवस्थाको कुरा नछ, जुन व्यवस्थामा पनि युज हुने टाइपको कुरा हुन्छ नि, टाइपको कुरै छ सिस्टम। इमान्दारिता साँच्चीकै इमान्दारितालाई चाहिँ हामीले चिन्ने हो। हामीले देउता खोज्नको लागि हामी चाहिँ मन्दिर मस्जिद स्तूपा यताउता कतै जानै पर्दैन भन्छौँ क्या। आफैभित्र भेटिन्छ। हामीमा अनेस्टी हुनुपर्छ, इमान्दारिता हुनुपर्छ। इमान्दारिता ममा भयो, तपाईँमा भयो, उहाँमा भयो, होइन? सबैमा आफ्नो इमान्दारिता छ भने, होइन? र स्वार्थभन्दा माथि उठ्ने प्रयास गर्नुपर्छ। इमान्दारितामा रहेर स्वार्थभन्दा माथि उठ्न सक्यो भने सबै कुरा मिल्दै जान्छ। इमान्दारिता चाहिँ बाँच्नु पर्यो हो। अनि अर्को कुरा चाहिँ हामीले यत्रो देशको कुरा गरिरहँदा हामीले पछिल्लो समयको राजनीतिक अवस्थालाई नसम्झिँदा अलिक कस्तो खल्लो खल्लो जस्तो हुन्छ। तपाईँ चाहिँ बालेन शाह, रवि लामिछाने, हर्क साम्पाङ, गोपी हमाल जो आउनुभयो नि नयाँ, उहाँहरूलाई कसरी हेर्नुहुन्छ? स्वागत गर्छु उहाँहरूलाई चाहिँ म स्वागत गर्छु, रेस्पेक्ट गर्छु। जनताका छोरा हुन्, के गर्छु भनेर छन्, गर्दैछु, होइन? राम्रो मान्छे आउँदाखेरि त हुँदो रहेछ नि त। राम्रो मान्छेलाई त जनताले जय जय पनि गर्दा रहेछ नि त। राम्रो मान्छेलाई त जनताले साथ दिँदा रहेछ नि त, होइन? राम्रो मान्छेले गरेको राम्रो काम त पुरा हुँदो रहेछ नि त, होइन? चाहेपछि हुँदो रहेछ नि त भन्ने कुराको चाहिँ उदाहरण देख्न सकिन्छ। नयाँहरूप्रति तपाईँको नकारात्मक टिप्पणी छैन? होइन, किन नकारात्मक टिप्पणी? फुललाई फुलै भन्नुपर्छ, म गुलाबलाई गुलाबै भन्छु। धेरै धेरै धन्यवाद। हामीले चाहिँ थोरै थोरै भए पनि कुराकानी गऱ्यौँ। यति नेपालप्रति चासो, होइन, विदेशमा अध्ययन गरिरहेको विद्यार्थीहरूमा पनि रहेछ भन्ने कुरा पनि देखिन्छ। यहाँबाट स्वतन्त्र विचार राख्नका निम्ति तपाईँ यहाँ आउनुभयो, समय दिइदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद। नमस्कार।